दर्शकबिन नमस्कार। कार्यक्रम प्राइम टाइम में अपने सबके हार्दिक स्वागत करी छे। कार्यक्रम में विशेष व्यक्तित्व संग विशेष संदर्भ पर बातचीत होइत रहिए। आजुक दिन हम सब बातचीत करब स्वास्थ्य क्षेत्र वा कहीं उपचार पद्धति आ में एकटा पैथोलॉजी के जे भूमिका रहे छे यावत विषय में। जनकपुर में एखन पैथोलॉजी में काज केनिहार टेक्नीशियन सबके लेल एकटा तालीम के व्यवस्था कयल जा रहल छे। भादो 14 गते धरि उ तालीम हेतै। इपिडेमियोलॉजी तथा रोग नियंत्रण महाशाखा तालीम के सहजीकरण कर रहल छे वा कहीं तालीम द रहल छे। आजुक हमरा सबक अतिथि छथि इपिडेमियोलॉजी तथा रोग नियंत्रण महाशाखा के मेडिकल टेक्नोलॉजिस्ट धन प्रसाद पौडेल जी। सरलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। सुरुवात गर्छु सर, यो जुन प्रयोगशालामा वा भनौँ पैथोलॉजीमा काम गर्ने यहाँका टेक्निशियनहरूलाई तालिम दिइरहनु भएको छ। यो तालिमको आयोजनाको उद्देश्य के हो? यो तालिमको आयोजनाको उद्देश्य के भन्दाखेरि अहिले हाम्रो नेपाल सरकारको डाटामा 60 देखि 70% सर्भिस प्राइभेट सेक्टरले पुर्याएको छ र त्योभन्दा बढीको सरकारी सेक्टरमा छ। त्यसो हुँदाखेरि अब धेरै सर्भिस दिने सेक्टरमा जति पनि बिरामीको यो विशेष गरी यो मलेरिया रोगको पत्ता लगाएर ट्रिटमेन्ट भएको छ, उहाँहरूले त्यो पत्ता लगाएको रोगको जुन त्यो डाटा हाम्रो नेसनल एचएमआइएसमा आउन सकेन। किनभने उहाँहरूले काम त गर्नुभएको छ, बिरामीलाई उपचार दिनुभएको छ, निको पार्नु भएको छ, तर के भन्दाखेरि राष्ट्रिय डाटामा त्यो रेकर्ड आउन सकेन। र अब उहाँहरूलाई पनि हामी अब यताको बिरामी यतै भयो, उता तथ्याङ्क सङ्कलन हुन सकेन। नसक्दाखेरि अब हामीले चाहिँ मलेरिया इलिमिनेसन भनेको छौँ हामीले त 2025 मा। त्यसो हुँदाखेरि जसले धेरै सर्भिस दिएको छ त्यो डाटालाई राष्ट्रिय डाटामा कसरी चाहिँ त्यो हामीले चाहिँ त्यसलाई चाहिँ सहजीकृत गर्ने त भनेर त्यो बारेमा हामीले उहाँहरूलाई तालिम दिन्छौँ। मतलब उहाँहरूले मलेरिया जस्तो भनौँ फाइन्ड आउट गरेर यहाँहरूलाई बुझाउनु पर्ने भयो। त्यसो भए मलेरियाको उहाँहरूले चाहिँ रोग पत्ता लगाउनुहुन्छ अनि क्लिनिसियनले ट्रिटमेन्ट गर्नुहुन्छ। त्यो बिरामी ट्रिटमेन्ट गरेर ट्रिटमेन्ट भइसकेपछि अथवा उपचार भइसकेपछि त्यो बिरामीको डाटा चाहिँ अब जनस्वास्थ्य मार्फत, अब पहिला त जनस्वास्थ्य मार्फत थियो, अहिले नगरपालिका मार्फत पनि हाम्रो चाहिँ एचएमआइएसमा जुन स्वास्थ्य मन्त्रालयले हरेक वर्ष चाहिँ तपाईँको एनुअल रिपोर्ट निकाल्छ, त्यसमा चाहिँ त्यो डाटामा समावेश गर्न अहिलेसम्म अप्ठ्यारो परिरहेछ। अनि यो तालिम मलेरिया रोगमै केन्द्रित छ कि के छ? एकदम मलेरिया रोगमा मात्रै केन्द्रित। मलेरिया कसरी पत्ता लगाउने, कसरी चाहिँ ट्रिटमेन्ट गर्ने र अनि ट्रिटमेन्ट राष्ट्रिय ट्रिटमेन्ट प्रोटोकल जुन सरकारले बनाएको छ त्यसलाई चाहिँ प्राइभेट सेक्टरमा पनि कार्यान्वयन गर्ने। अब यहाँ त महाशाखाको प्रतिनिधित्व गर्नुभयो। मलेरियाको के छ तराई मधेसको कुरा गर्दाखेरि, हामी स्पेसली यताको कुरा गरौँ, मलेरियाको के छ अवस्था यो प्रदेश नम्बर 2 लाई केन्द्रित गर्दाखेरि? प्रदेश नम्बर 2 मा केन्द्रित गर्दाखेरि प्रदेश नम्बर 2 मा जम्मा तपाईँको 61 केस छ अहिले। यो हाम्रो यो 76-77 मा आर्थिक वर्षमा जम्मा 61 केस छ। र मलेरिया दुई थरीको हुन्छ। एउटा इम्पोर्टेड मलेरिया हुन्छ, आयातित बाहिरबाट आएको। एउटा चाहिँ इन्डिजिनियस भन्छौँ हामीले, यही देशभित्रै आफ्नो एउटा कम्युनिटीमा हुने। र त्यसको हामी कहाँ हेर्दा यो प्रदेश 2 मा के छ त भन्दाखेरि फेरि मलेरिया 4 थरीको हुन्छ। 4 थरीमा भयो भने हाम्रो नेपाल कहाँ 2 थरी मात्रै पाउँछ, एउटा भाइभेक्स, एउटा फाल्सिपारम। र हाम्रो चाहिँ यो प्रदेश नम्बर 2 मा हाम्रो चाहिँ तपाईँको चाहिँ इन्डिजिनियस भाइभेक्स चाहिँ 7 वटा मात्रै केस छ र चाहिँ तपाईँको इम्पोर्टेड चाहिँ फाल्सिपारम 43 वटा छ। हामीले हेर्दाखेरि यहाँ पनि इन्डिजिनियस भन्दा इम्पोर्टेड आयातित मलेरिया धेरै छ। त्यस्तै फाल्सिपारममा भन्ने हो भनेदेखि इन्डिजिनियस तपाईँको 2टा मात्रै छ, इम्पोर्टेड चाहिँ 9 वटा छ है। त्यसो हुँदाखेरि हामी कहाँ के छ त भन्दाखेरि अरू देशको प्र्याक्टिकल हेर्दाखेरि अब फाल्सिपारम हुँदाखेरि इलिमिनेसन जान सजिलो हो, भाइभेक्स हुँदाखेरि अलि तपाईँलाई अलिक गाह्रो छ। त्यही गाह्रो भए पनि हामी गर्छौँ 2025 सम्ममा भनेर जुन नेपाल सरकारले कमिटमेन्ट गरेको छ, हामी त्यही लक्ष्यमा अहिले चाहिँ हामी प्राइभेट सेक्टरमा यो रोग पत्ता लगाउने, ट्रिटमेन्ट बिरामीले चाहिँ तुरन्त ट्रिटमेन्ट पाउने र अनि त्यो बिरामीले चाहिँ अरूलाई सार्छ कि भनेर केस बेस सर्भिलेन्स गर्ने हामीले यो 3टा काम चाहिँ अहिले अगाडि बढाएका छौँ। यो काम अब हामीले साथीहरूलाई तालिममा पनि मेन कन्टेन्ट चाहिँ यही 3टा कुरामा बढी हुन्छ फोकस। अनि यो आयातित भन्नुभयो नि, हजुर, यो अधिकांश कहाँ भारतबाट हुन्छ कि के हुन्छ? अलि धेरै चाहिँ जसो भारतबाट छ, त्यसपछि अफ्रिकाबाट छ। अब नेपालीहरू संसारभरि चाहिँ डुलेका छन् होइन। अब हामीले नजाऊ भन्न त सकिँदैन होइन। अब समस्या के छ भने उहाँ मलेरिया टोक्छ, यहाँ आएपछि ज्वरो आउँछ अनि हामीले चाहिँ त्यसलाई चाहिँ आयातित मलेरिया भन्छौँ।
आयातितहरू धेरै खतरनाक हुन्छ कि के हुन्छ मलेरियामा? होइन, आयातितहरू मलेरिया अबमा सबैभन्दा खतरा मलेरिया फाल्सिपारम हो। आयातितमा पनि फाल्सिपारम छ भनेदेखि खतरा हुन्छ। भाइवेक्स छ भने त्यति खतरा छैन। जोखिम छ जे होस्, जोखिम त फाल्सिपारम भयो भने त जोखिम छ नि। अनि आयातितको कुरा गर्दाखेरि धेरैजसो अब सिमानाका प्रदेश 2मा पनि पर्छ। प्रदेशको हिसाबले कताबाट धेरै मलेरियाहरू आइरहेको यहाँहरूले पाउनु भएको छ? अब हामीले डाटा हेर्दाखेरि सबैभन्दा धेरै मलेरिया अहिले 7 नम्बर प्रदेशमा देखिएको छ। 7मा 7को पनि हिमाली जिल्लामा। र अहिले हामीले जुन भारतमा इन्फेक्सन भएर आउने मान्छेहरूको चाहिँ भारतमा मस्किटो टोकाएर नेपाल आउनेहरूको डाटा हेर्दाखेरि सबभन्दा बढी गुजरातमा, मुम्बईमा है, साउथमा चाहिँ बढी छ। जस्तै हाम्रो बोर्डरसँग जोडिएकोबाट आउने एकदम कम छ। हाम्रो 2 नम्बर प्रदेश जोडिएर आउने युपी र बिहारबाट मलेरिया आउने एकदम कम छ। सबभन्दा बढी चाहिँ साउथ इन्डियाबाट छ। त्योभन्दा सबभन्दा धेरै गुजरात अहिले हामीले हेर्दाखेरि। उता बस्ने नेपालीहरूले यता धेरै ल्याउने गरेका छन्, युपी र बिहारमा भन्दा। जे होस्, तराई मधेसको यता प्रदेश 2मा त्यति जोखिम भन्ने छैन। होइन, प्रदेश अब हामीले के छ भन्दाखेरि यसमा प्रदेश 2को कुरा गर्नु हो भन्दाखेरि हामीले अहिले माइक्रो स्ट्राटिफिकेसन गरेका छौँ र कुन जिल्लामा कुन ठाउँमा मलेरिया हुनसक्छ त भनेर हामीले चाहिँ यो गर्दाखेरि यो 2 नम्बर प्रदेशमा जम्मा 6वटा वडा हाई रिस्कमा छन्। 2 नम्बर प्रदेशमा भोलिमा जम्मा 6वटा वडा भनेको पहिलाको गाविस अहिलेको वडा जम्मा 6वटा वडा हाई रिस्कमा छन् र 8वटा वडा चाहिँ मोडरेट रिस्कमा छन्। हाई रिस्कको के नाम छ हामीसँग? हाई रिस्कको नाम त छैन, त्यो त हामीले जिल्ला भन्न सक्नुहुन्छ कि? जिल्ला पनि अहिले मसँग त्यो सबै डाटा छैन सर। हाई रिस्क भनेर हामी 6वटा वडा भनेका छौँ। पुरै प्रदेशमै 6वटा वडा? पुरै 2 नम्बर प्रदेशको गाविस 6वटा वडा मात्रै छ। आयातित केसहरू पनि त्यसमा छन् कि के? आयातित पनि छन्। आयातित त्यहाँ धेरै फैलिएको छ भनौँ। हाम्रो अब अहिलेको नेसनल डाटामा हेर्दाखेरि इम्पोर्टेडै बढी छ। अहिले हाम्रो देशभरिमा 1038वटा छन्, त्यसमा 60% चाहिँ इम्पोर्टेड छ, आयातित छ। 40% मात्रै तपाईँको चाहिँ इन्डिजिनियस हाम्रो स्थानीय औलो छ। धेरै आयातित। अब हामीले चाहिँ मलेरिया इलिमिनेसनमा जाँदाखेरि हामीले स्थानीय औलो 0मा लगायौँ भने हामीलाई WHO सर्टिफिकेसन दिन्छ। आयातित तपाईँको 5000 10,000 भने केही फरक छैन, किनभनेदेखि आउनेलाई त आउनेलाई हामीले बिचमा यहाँ आएर ट्रान्समिसन गर्नलाई उसलाई अलिक गाह्रो छ। तर इन्डिजिनियस जो स्थानीय औलो हुन्छ उसले त अब त्यहाँ मलेरिया भइरहेको भन्दा धेरै मान्छेले सर्न सक्ने भयो। त्यसो हुँदाखेरि हामीले स्थानीय औलोलाई चाहिँ 0मा लगाएपछि मात्रै हामी चाहिँ इलिमिनेसनमा जान्छौँ, निवारणमा जान्छौँ। र हाम्रो इम्पोर्टेडलाई भन्दा अहिले त्यहाँ इन्डिजिनियस मलेरियामा बढी कन्सन्ट्रेट हुन्छ। यो आयातित केस चाहिँ एकदमै मुख्य समस्या जस्तै भयो हामी नेपालीको लागि। अनि त्यहाँबाट आइसकेपछि ज्वरो लाग्न सुरु हुने, त्यसपछि मलेरिया फाइन्ड आउट हुने, त्यसपछि उपचारको क्रममा जाने, त्यहाँ त्यति समय अब व्यतीत गर्दा गर्दै अर्कोलाई पनि सार्ने खतरा हुन्छ। अब यो आयातितलाई समयमै फाइन्ड आउट गरेर हैन निर्मूल गर्नलाई, नियन्त्रण गर्नलाई र त्यो फैलिनबाट जोगाउनलाई यो महाशाखाले के गरिरहेको छ अहिले? सर यसको लागि अहिले हामीले के छ भन्दाखेरि 137 भन्ने एउटा हाम्रो चाहिँ कार्यक्रमको मेन उद्देश्य छ। एक दिनमा बिरामीलाई पत्ता लगाउने र एक दिनमै उसलाई औषधि सुरुवात गराउने, 3 दिनका दिन केस बेस सर्भिलेन्स गर्ने। ऊ कहाँबाट आएको हो उसको हिस्ट्री लिने, विदेश गएको छ कि छैन, विदेश गए पनि मलेरिया जोनमा गएको हो कि, जस्तै भनौँ न अफ्रिका गएको अथवा स्विजरल्यान्ड गएको, स्विजरल्यान्डमा गएको भने मलेरिया छैन, अफ्रिका गएको भने मलेरिया लिएर आउने सम्भावना भयो हैन। त्यसपछि गएर हामीले सारा 3 दिनका दिन उसको केस बेस हिस्ट्री लिन्छौँ। उसले चाहिँ अब उसको चाहिँ ऊ नेपालभन्दा बाहिर गएको छैन, कुनै कम्युनिटीभन्दा बाहिर पनि गएको छैन, त्यो जिल्लाभन्दा बाहिर गएको नेपाल बाहिर गएको छैन भनेदेखि हामीले उनी बसेको जुन बिरामीको चाहिँ गाउँघरमा केस भेटिन्छ, मलेरिया बिरामी भेटिन्छ, त्यो घरबाट 2 किलोमिटरको रेडियसमा हामीले चाहिँ सर्वे गर्छौँ। त्यो 2 किलोमिटरभित्रका मान्छेलाई ज्वरो आएको छ कि छैन, ज्वरो आएको छ भने हामीले त्यो सबैको स्याम्पल लिएर टेस्ट गर्छौँ है, रगत लिन्छौँ अनि त्यस परीक्षण गर्छौँ। पोजिटिभ छ भने त्यही उपचार तत्काल सुरु गर्छौँ। यदि छैन भनेदेखि त्यो अब इम्पोर्टेड केसमा प्राय गरेर के छ भन्दाखेरि हाम्रो नेपालमा अहिले चाहिँ फाल्सिपारम अलिक कम आउँछ,
भने भाइवेक्स चाहिँ बढी आउँछ। त्यसो हुँदाखेरि हामीले खतरनाक वाला कम आउँछ। अब धेरै जसो अब इन्डियाबाट आउने पनि इन्डियामा पनि तपाईँको भाइवेक्स नै बढी छ। अफ्रिकामा चाहिँ फाल्सीपारम बढी छ। त्यो रेसियोमा गर्दाखेरि अब इन्डियाबाट आउने र अफ्रिकाबाट आउने मान्छेको त रेसियो त कम हुन्छ नि। हाम्रो त धेरै जसो त आवाजावत त भारतमै हुन्छ। त्यसो हुँदाखेरि हामीले केस बेस सर्भिलेन्स गरिसकेपछि यो आयातित हो कि अथवा स्थानीय औलो हो भन्ने थाहा हुन्छ। यदि स्थानीय औलो हो भनेदेखि फेरि हामीले चाहिँ त्यो मलेरियालाई हामीले चाहिँ अहिले के भन्छ फोकाइ डिस्ट्रोय भन्छ हामीले। त्यो जुन मलेरियाको फोकाइबाट एडल्ट मस्किटो हुन्छ, जवान मस्किटो हुन्छ नि, त्यो हुन नदिने त्यसलाई डिस्ट्रोय गर्छौँ हामीले। स्प्रेइङ गरेर फगिङ गरेर अहिले हामीले त्यसलाई डिस्ट्रोय गर्छौँ, उसको वासस्थानलाई नष्ट गरिदिन्छौँ र त्यो गाउँबाट मलेरिया हुने पारासाइटहरू चाहिँ हामीले स्पेसल्ली के छ भनिन्छ भने नेपालमा 35 थरीका मलेरिया पाइन्छन्। के अरे मलेरिया होइन, सरी, यो पाइन्छ, मस्किटो पाइन्छ। तर मलेरिया हुने एउटा मात्रै मस्किटो 35 थरीमध्ये के छ भन्दाखेरि पोथी जातको एनोफिलिसले टोक्यो भने मात्रै हुन्छ। फेरि एनोफिलिसको नि पुरो मेलले टोक्यो भने हुँदैन। मलेरिया हुनलाई एउटा मात्रै मस्किटो हो। त्यसो हुँदाखेरि हामीले यसलाई चाहिँ इलिमिनेसन गर्न सकिन्छ भनेर चाहिँ हामीले चाहिँ नेपाल सरकारले जुन आँट गरेको छ, हामी त्यो मिसनमा अगाडि बढेका छौँ। सायद सकिन्छ। यहाँहरूको जुन अहिलेको जुन ट्रेनिङ छ त्यतातिर फेरि केन्द्रित हुन्छु म। कतिजना सहभागी छन् त्यसमा? पहिलो ब्याचमा हाम्रो 30 जना थिए। आज दोस्रो ब्याचमा हाम्रो चाहिँ आज 23 जना। हामीले 75 जनालाई फर्स्ट फेजमा 3 ब्याचमा हामीले यहाँ तालिम दिने हो। अब बाँकी रहेको भोलिदेखि अर्को ब्याच सुरु हुन्छ। अनि एउटा एक्युरेट मलेरिया हो कि होइन भन्ने कुरा फाइन्ड आउट गर्ने तरिकाहरू उहाँहरूलाई कतिको थाहा छ, कतिको दक्ष हुनुहुन्छ, के पाउनुभयो यहाँहरू? अब हामीले तालिम सुरु हुनुभन्दा अगाडि उहाँसँग एउटा प्री टेस्ट गर्छ मलेरिया सम्बन्धी कति ज्ञान रहेछ भनेर। त्यो हामीले चाहिँ फेरि हामीले जाँच लिने मात्रै होइन, हामी कपी जाँचेर रिजल्ट पनि सुनाइदिन्छौँ है, तपाईँहरू यतिजनामा यस्तो पाइयो भनेर। त्यसपछि हामीले 2 दिन तालिम दिइसकेपछि फेरि हामीले पोस्ट टेस्ट लिन्छौँ। पोस्ट टेस्ट लिँदाखेरि तपाईँको यति राम्रो सुधार पाइएको छ, साथीहरूले 100% मार्क्स पनि पाएका छन् है। अब 50% त धेरैले मिलाउँछन्, 70% भन्दा माथि चाहिँ हामी जतिजना सहभागी गराएका छौँ त्योभन्दा बढी चाहिँ हामीले चाहिँ एकदम राम्रो रिजल्ट पाएको छौँ। यो असाध्यै पोजिटिभ छ। साथीहरूले ध्यान पनि दिएका छन् यो सिक्न पर्ने रहेछ भनेर। तपाईँको यही कोर्स चाहिँ साँच्चीकै हामीले सरकारी स्वास्थ्य संस्थामा काम गर्नेहरूलाई हामीले चाहिँ विशेष गरेर यो रिफ्रेसर तालिम भन्छन्, रिफ्रेसर र बेसिक भन्छन्। बेसिक तालिम त 1 महिनाको तालिम हो। हामीले त्यसलाई क्र्यास गरेर 2 दिनमा, अब प्राइभेटकाले त 1 महिना छुट्टी दिँदैन, हामीले चाहिँ 2 दिनमा चाहिँ क्र्यास गरेर 2 दिनका दिन हामीले चाहिँ उहाँहरूलाई यति भयो भने उहाँले सिक्नुहुन्छ है, मलेरिया चिन्न सक्नुहुन्छ, मलेरिया पारासाइट अथवा आरडिटी कुन युज गर्ने, त्यो 2टा विधि हामीले चाहिँ सिकाउँछौँ र उहाँ एकदम राम्रो चाहिँ हामीले चाहिँ त्यसको परिणाम पाएको छौँ। भनाइको मतलब यसभन्दा अगाडि यताको जुन मलेरियाको बिरामीहरू हुन्थ्यो उनीहरूले यतै टेस्ट गराउने, यतै उपचार गर्ने, उता रेकर्ड केही थिएन यहाँहरूसँग? थिएन, प्राइभेट सेक्टरको त्यति थिएन। सरकारी अस्पतालहरूमा गर्नेहरूको चाहिँ थियो। सरकारीको चाहिँ अब अहिले के छ भने नेपाल सरकारले औषधि पनि निःशुल्क र मलेरियाको टेस्ट पनि निःशुल्क भनेको छ। सरकारीमा जानेको निःशुल्कै हुने भयो, टेस्ट पनि निःशुल्क हुने भयो। प्राइभेटमा तपाईँ हामीले यहाँ बुझ्दाखेरि, जनकपुरमा बुझ्दाखेरि एउटा आरडिटीको तपाईँको 500 रुपियाँ पर्दो रहेछ, लिँदा रहेछ प्राइभेटले है। अब अहिले अब सरकारले मलेरिया इलिमिनेसनमा जाँदाखेरि औषधि पनि अब अर्को समस्या के छ भन्दाखेरि कुनै प्राइभेटमा तपाईँको पोजिटिभ भए पनि हाम्रो सरकारीमा औषधि लिन पठाइदिने थाहा पाएको जसलाई हामीले हरेक वर्ष उपचार प्राइभेटमा गर्ने अनि औषधि सरकारीबाट ल्याएर प्राइभेटमा गर्ने। त्यस्तोहरूको डाटा जान्छ कि जाँदैन? त्यस्तोहरूको त डाटा जान्छ, तर समस्या के छ भन्दाखेरि क्लिनिसियनहरूले चाहिँ सकेसम्म त्यो नभएर आफूले नै औषधि किन्न लगाउने कि प्राइभेटमा। तर अब नियमले चाहिँ अहिले नेपाल सरकारले मतलब प्राइभेट सेक्टरमै उपचार गरेको र औषधि खाएको डाटाहरू जाँदैन। कम्तीमा औषधि लिन गयो भने त्यो चाहिँ जान्छ। र अहिले हाम्रो पोलिसी के हो नेपाल सरकारको भन्नुहुन्छ भनेदेखि मलेरियाका बिरामीहरूलाई जाँच्ने पनि निःशुल्क, औषधि पनि निःशुल्क भनेर सरकारले देशैभरि त्यो औषधि पुऱ्याएको छ। तर के छ भन्दाखेरि अब एउटा ल्याकिङ हो, समस्या के छ भन्दाखेरि अब यो प्राइभेट सेक्टर भनेको अलिकति अब त्यहाँ निःशुल्क औषधि पाइन्छ भनेपछि मान्छेले चाहिँ भोलि बिहान मेरो मगा अरू मान्छे आउँदैनन् कि भन्ने यो शङ्काले गर्दाखेरि। तर अब त्यो शङ्का चाहिँ अब
तपाईँहरूलाई थाहा छँदैछ सरकारले 72वटा औषधि निःशुल्क भनेको छ तर जनताले पाउन सकेका छैनन्। हामीले अब हाम्रो चाहिँ के कार्यान्वयन सेक्टरलाई अलिक बलियो बनाउनु पर्यो कि अब अहिले त पहिला केन्द्रले गर्थ्यो अहिले त स्थानीय सरकारले मतलब यहाँहरूको उद्देश्य जनताले यो बुझोस् कि मलेरियाको उपचार पनि निःशुल्क छ औषधि पनि निःशुल्क छ त्यो सूचना हरेक नागरिकले चाहिँ थाहा पाउनु पर्यो। त्यो त एउटा बेग्लै पाटो भयो। यो डाटाहरू ठ्याक्कै मतलब कोही नछुटोस् होइन सम्पूर्ण डाटाहरू उता जाओस् प्राइभेट सेक्टरबाट पनि यो चाहिँ सङ्कलन गर्नुको उद्देश्य के हो महाशाखाको? यो सङ्कलन मेन कुरो त मैले अघि नै भने नि हामी मलेरिया इलिमिनेसनमा जाँदाखेरि त्यसमा एउटा कस्तो प्रक्रिया छ भने हामीले 3 वर्षसम्म इन्डिजिनियस मलेरिया भनेको स्थानीय मलेरिया 0मा राख्नुपर्छ। 3 वर्षसम्म एउटा पनि देखिनु हुन्न। त्यसको लागि हामीले मोनिटरिङ गर्ने होइन WHO ले विभिन्न देशका कन्सल्टेन्ट मलेरिया विज्ञ बोलाएर उनीहरूले इभ्यालुएसन गर्छन्। अब हामीले त ल हामीले 0 बनायौँ भनेर हामीले WHO लाई भन्छौँ अब उसले हो कि होइन त यिनीहरूले गरेका काम साँच्चै हो कि होइन भनेर धेरै एक्सटर्नल तपाईँको एक्सपर्टहरू आएर हामीले गरेका कामको मूल्याङ्कन गर्छन्। जस्तै हामीले यहाँ प्राइभेटमा साथीहरूलाई भनेका छौँ यदि तपाईँले कुनै बिरामीको चाहिँ पोजिटिभ आउनुभयो भने त्यसको रेकर्ड दुरुस्त राख्नुहोस्। भोलि बिहान जतिखेर जो पनि तपाईँको स्वास्थ्य संस्थामा आएर तपाईँले मलेरिया जाँचेको देखा त भन्यो भनेदेखि तपाईँले दुरुस्त देखाउनुपर्छ है। त्यो बिरामीले ट्रिटमेन्ट पाएको कहाँ गएर पाएको त्यो रेकर्ड राख्नुपर्छ। त्यसो हुँदाखेरि हामीले यो के छ भन्दा इलिमिनेसनमा जाँदाखेरि हामीले गऱ्यौँ भनेर होइन ओडले चाहिँ नेपालले गरौँ है भन्ने हामीले चाहिँ देखाउने हो। त्यो चाहिँ सबैको सहभागिता देखियोस् देखियोस् र प्राइभेट सेक्टरको पनि त्यसमा योगदान रहोस्। हाम्रो अहिलेको मेन हामीले अहिले प्राइभेटलाई तालिम दिँदाखेरि जसले धेरै सर्भिस दिएको छ प्राइभेट सेक्टरले ऊ पनि यो अभियानमा सहभागिता हुनु पर्यो नि त होइन। यो त ठुलै मिसन हो। अहिले हामीले तपाईँको मलेरियामा मात्रै तपाईँको 15-16 करोडको लगानी छ हरेक वर्ष। त्यो लगानी त अर्को डाइभर्ट गर्न पाइयो नि होइन। मतलब एज अ होल एउटा सरकारी सम्बन्धित महाशाखाको प्रतिनिधिको नाताले जनकपुरमा जुन ल्याब टेक्निसियनहरूले काम गरिरहेका छन् उनीहरूले मलेरिया जाँचेको लगभग ठिकै छ। त्यसो भए योभन्दा पहिलाको त ठिक छैन। हामीले कति ठाउँमा हेर्दाखेरि अहिले के छ भने नेपाल सरकारले एन्टिजन बेस मात्रै टेस्ट गर्नुपर्छ भन्ने हाम्रो चाहिँ मान्यता छ हाम्रो महाशाखाको है। अब यहाँ कतिपय प्राइभेट संस्थामा हामीले उनीहरूले तिमीहरूले के टेस्ट गर्छ लिएर आऊ भनेर भन्यो एन्टिबडी टेस्ट गरेको पनि पाइयो। त्यो त अब अहिले हामीले चाहिँ यो गर्नै हुँदैन भनेर उहाँहरूले भनेका छौँ र हामीले पहिला तालिम दिएकाहरू पनि हामीले चाहिँ होइन यो तपाईँहरूले म्यानेजमेन्टलाई भन्नुहोस् यो टेस्ट गर्नुहुन्न भनेको छ सरकारले। यो नयाँ आइसक्यो होइन सर। हामीले के छ भन्दाखेरि WHO क्वालिफाइड टेस्टहरू हामीले किटहरू हामीले चाहिँ तपाईँको फ्रीमा बाँड्छौँ। प्राइभेटले पनि 5-7 रुपियाँको मात्रै फरक हो। त्यो टेस्ट किट युज गर्ने हो भने यसरी गर्नुहोस् भन्नु खोज्नु सरकारीले जाँच्दा र उहाँले जाँदाखेरि एउटै रिपोर्ट आयो त भइ त गयो नि समानुपातिक भयो नि त एकरूपता देखियो नि त। प्राइभेटले गर्दा पोजिटिभ आउने सरकारले गर्दा नेगेटिभ आउने फेरि प्राइभेटले गर्दा नेगेटिभ आउने सरकारले आउँदा पोजिटिभ आउने भएको छ अहिले। त्यो नहोस् भनेर हामीले एकै किसिमको एन्टिजेन बेस किट प्रयोग गऱ्यौँ आरटिटी गर्दाखेरि भनेदेखि एकरूपता भयो। त्यसपछि त्यसमा पोजिटिभ आयो भनेदेखि फेरि उनीहरूले चाहिँ माइक्रोस्कोपी भनेको गोल्ड स्ट्यान्डर्ड हो। यो मलेरियाको पारासाइट पत्ता लगाउनमा WHO ले जुन एउटा रिकमेन्डेसन गरेको छ सबैभन्दा बेस्ट भनेको मलेरिया तपाईँको स्लाइडमै हेर्ने हो। रगतको स्याम्पल लिएर स्लाइडमा माइक्रोस्कोपमा हेरिसकेर पत्ता लगायो भनेदेखि एकदम राम्रो। तर कहिलेकाहीँ के छ त भन्दाखेरि हतार हुँदाखेरि माइक्रोस्कोप नभएको ठाउँमा होइन कहीँ बत्ती नभएको ठाउँमा त फेरि आरटिटी गर्न पऱ्यो। आरटिटी गर्दाखेरि आरटिटी भनेको ऱ्यापिड डायग्नोस्टिक किट हो। त्यसबाट अब अलिक छिटो हुन्छ। त्यसबाट चाहिँ त्यस्तो माइक्रोस्कोपी तालिम नभएको सिम्पल ल्याबमा एक्सपोजर भएको मान्छेले पनि गर्न सक्छ। त्यो चाहिँ त्यो गर्दाखेरि के छ त भन्दाखेरि WHO ले क्वालिफाइड गरेका जुन कम्पनीहरू छन् तिनीहरूको बजारमा किन्न पाउँछ त्यसैलाई युज गर्नुहोस् भनेर हामीले चाहिँ उनीहरूलाई एडभोकेसी गरेका छौँ। यहाँसँगको वार्तालाप जारी रहनेछ। दर्शकवृन्द कार्यक्रम प्राइम टाइम में छी आजको हमारा सबक अतिथि सहित धनप्रसाद पौडेल इपिडेमियोलॉजी तथा रोग नियंत्रण महाशाखा के एक मेडिकल टेक्नोलॉजिस्ट सहित आए तो जनकपुर में पैथोलॉजी में काज कर यहाँ टेक्नीशियन सबके दक्षता के लिए हुनका सबके दक्षता बढ़ाव के लिए ट्रेनिंग के क्रम में जनकपुर में छथि सब इनका संगे संबंधित विषय में बातचीत हो रहा है। कार्यक्रम में एखन एक छोट व्यावसायिक विश्राम दिस। दर्शकवृन्द पुनः स्वागत है कार्यक्रम प्राइम टाइम लाइव में। आज हमारा सबक अतिथि सहित इपिडेमियोलॉजी तथा रोग नियंत्रण महाशाखा मेडिकल टेक्नोलॉजिस्ट
धनप्रसाद पौडेल जी इनका संगे बातचीत हो रहा है मलेरिया के परीक्षण अब में कतेक दक्ष थे जनकपुर के टेक्नीशियन सब वा कहीं पैथोलॉजी में काम करने एक प्राविधिक सब यावत विषय में बातचीत हो रहा है फेरि पनि यहाँलाई स्वागत गर्दै सर। अब अलिकति प्रसङ्ग बदलौँ। जलवायु परिवर्तनसँगै नेपालमा करिब 3 दर्जन नयाँ रोगहरू भित्रिएको कुरा समाचारमा सुनियो। अब डेङ्गुको पनि महामारी छ विभिन्न क्षेत्रमा। त्यसपछि अहिलेको यहाँको यताको जनकपुरतिरको भाइरल ज्वरो र त्यो त अर्कै विषय भयो। महाशाखासँग सरोकार राख्ने विषय डेङ्गु र यो नयाँ नयाँ जुन रोगहरू आउँदैछ नि यो त एउटा चुनौतीको रूपमा आयो। अब यसलाई कसरी निर्मूल गर्ने त? अब के छ भन्दाखेरि हामी कहाँ यो जलवायु परिवर्तनसँगै जुन अब यो हामीले इन्टोमोलोजिकल डिजिजहरू भन्छौँ, विशेष गरेर किरा फट्याङ्ग्राले टोकेर हुने रोगहरू, उनीहरूको पनि क्यारेक्टरमा चेन्ज आयो कि है। उनीहरूको नि हेबिट र हेबिटेटमा चेन्ज आउँदाखेरि अनि हरेक वर्ष चाहिँ तपाईँको चाहिँ एपिडेमिक रूपमा देखिने अब है। प्रिभेन्सनमा आउने रोगहरू पोस्ट मनसुनमा आउने, पोस्ट मनसुनमा आउने रोगहरू प्रिभेन्सनमा आउने। त्यो कारण के हो भन्दाखेरि उनीहरूको चाहिँ हेबिट चेन्ज गरेर अब जलवायु परिवर्तनले यस्तो अवस्था आयो। अब यस्तो यो जलवायुको कुरा एकदमै चिसोमा रुगाखुकी हुन्थ्यो, अब अहिले गर्मीमा पनि हुन थाल्यो। अब यो चाहिँ अब वातावरण मन्त्रालयको काम हो। यो हाम्रो चाहिँ हामीले त अब रोग आयो भने स्वास्थ्यमा आउने, अरू सबै चिज अरू मन्त्रालयमा हुने, जब रोग ल्याउँछ अनि स्वास्थ्यमा जाने। पानी खाने पानी मन्त्रालयले वितरण गर्छ, रोग ल्याउँछ स्वास्थ्यमा हैन। दुनियाँभरको समस्या यता आउने समस्या यस्तो छ कि हामी कहाँ समन्वय छैन। समन्वय नहुँदाखेरि समस्या यस्तो छ। मन्त्रालय पनि अलिकति एउटा हुन्छ नि क्षेत्रगत समायोजन हुनुपर्ने, त्यसरी भएको छैन होइन। अब मन्त्रालय के छ भन्दाखेरि मन्त्रालयमा तपाईँको वास्तवमा स्वास्थ्य मन्त्रालयमा यो काम गर्ने प्राविधिक मान्छेले, प्रशासन चलाउने प्रशासनको मान्छेले, उनीहरूलाई मैले अघि नै भने डिजिजको बारेमा थाहै छैन। तर स्वास्थ्य मन्त्रालयमा चाहिँ के छ त भन्दाखेरि स्वास्थ्य प्रशासकहरूले त काम बुझेको हुन्छ नि त, तिनीहरूको पकडाउ हुनुपर्छ स्वास्थ्य मन्त्रालय र, अनि बल्ल काम छिटो हुन्छ। अब तपाईँको चाहिँ अब पहिला स्वास्थ्यका डाक्टरै सचिव हुन्थे, अब अहिले बाहिरका सचिव आछन्। अब बाहिरका सचिवलाई आएर अब यी रोग सम्बन्धी बुझ्नलाई अब मस्किटो पढ्न पऱ्यो हैन। तपाईँको अब डेङ्गुको मस्किटो डेङ्गु केले ल्याउँछ, तपाईँको स्क्रोटाइटिस केले हुन्छ, मलेरिया केले हुन्छ भन्ने कुरो त स्वास्थ्यको त तपाईँको सिएमए पढ्दैदेखि अथवा ल्याब असिस्टेन्ट पढ्दैदेखि पिएचडी गर्दासम्म पढाइ हुन्छ नि पब्लिक हेल्थमा त हैन। अब पब्लिक हेल्थ रिलेटेड डिजिजहरू, पब्लिक हेल्थका समस्याहरू के छ त भन्दाखेरि अहिले ग्लोबल्ली अब यो तपाईँको वातावरण परिवर्तनले गर्दाखेरि चाहिँ समस्याकै रूपमा देखिएको छ। डेङ्गुको चाहिँ के छ अब सर अहिले? डेङ्गु त अहिले अब तपाईँको झन्डै 4000 पुगिसक्यो है। अब यो अझै अब हिजो मात्रै रूपन्देहीमा पनि आयो भनेर मलाई फोन गरेको थिए। अब यो अझै बढ्दैछ यो है। अब यो अझै बढ्दैछ। अब जे हामीलाई अहिलेसम्म के छ त भन्दाखेरि यसको मोर्टालिटी रेट नेपालमा डेङ्गु लाएर अहिलेसम्म 3 जना मऱ्यो भन्ने भनेको छ। त्यो पनि अझै कन्फर्म भएको छैन। तर जति डेङ्गु देखिनु पर्ने हो त्यो तुलनामा हामीले चाहिँ कन्ट्रोल गरेका छौँ। किन भन्दाखेरि मान्छेको जीवनको क्षति त भएको छैन नि होइन। अस्ति हामीले एउटा डाटा पढाएको थिएँ मैले, फिलिपिन्समा 8000 मान्छे मरे डेङ्गुले भनेर। तर हामी कहाँ त्यो अवस्था छैन। हामी कहाँ औषधि पनि निःशुल्क छ। हामीले चाहिँ अब स्वास्थ्य संस्था डेङ्गुको टाइप्स पनि फरक हुन्छ कि के उता भन्दा यता फरक हुन्छ। अनि हामीले डेङ्गुको के छ भन्दा यदि सरकारी स्वास्थ्य संस्थामा गयो भने औषधि पनि निःशुल्क छ र तपाईँको परीक्षण पनि निःशुल्क छ। त्यसो हुँदाखेरि सकेसम्म अब डेङ्गु फिभर आयो, टाउको दुख्यो, डेङ्गु फिभरको लक्षण देखियो होइन, आँखाका नानीहरू दुखे, छालामा र्यासेसहरू जस्तो आयो भनेदेखि तुरुन्तै सरकारी संस्थामा गयो भनेदेखि रोग पनि पत्ता लाग्छ, छिटो औषधि पनि निःशुल्क पाइन्छ। जे होस् नियन्त्रण गर्ने उपायहरू छ हामीसँग जस्तो अहिले हामीले अब जहाँ बढी देखियो त्यहाँ चाहिँ डिस्ट्रोय गरेका छौँ। जुन अब फेरि यो डेङ्गु के छ भन्दाखेरि यो भिआइपी मस्किटो हो। नेपालमा आउँदाखेरि यो प्लेन जेट चढेर आएको, नत्र यो थिएन। अब विशेष गरेर के छ त भन्दाखेरि सफा पानीमा हुन्छ, यो फोहोर पानीमा हुँदैन। विशेष गरेर एसीमा को गिजर एसीमा, त्यसपछि गएर यो मोटरको यो टायर बनाउने ठाउँमा टायरभित्र सङ्लो पानी हुन्छ नि हो, त्यस्तोमा जहाँ धेरै त्यस्तो छ
त्यो ठाउँमा चाहिँ बढी छ डेङ्गुको जुन मस्किटो हो एजिप्ट एजिटाई भन्ने त्यो चाहिँ जसरी सुनिन्छ नि विदेशहरूमा ठुल्ठुलो धनी मान्छेहरूलाई डेङ्गु लागेपछि नबाचेको उदाहरणहरू पनि छ त्यो चाहिँ फरक हुन्छ यताभन्दा भिआइपी मस्किटो हो नि त यो त अब एसीको कुलरमा बस्ने होइन सफा पानीमा बस्ने होइन लामखुट्टेको फोहोर पानीमा बस्छ यो चाहिँ सफा पानी चाहिने यसलाई त्यसो हुँदा यो गरिबलाई भन्दा धनीलाई लाग्छ कुरो त्यसो नेपालमा अलिकति फरक छ अब अलिकति जनकपुरको प्याथोलोजीहरूको पनि कुरा गरौँ सर यहाँ आइसकेपछि जनकपुरमा के छ भने 101 डाक्टर अनुभवी डाक्टरहरू छन् तर डाक्टरले त उपचार गर्ने हो रोग फाइन्ड आउट गर्ने भनेको प्याथोलोजीले हो तर प्याथोलोजीकै गडबडीका कारण कतिपयले अनाहक ज्यान गुमाउनु परेको टाइफाइड भएको मान्छेलाई अर्को रोगको मतलब औषधि खानु परेको यावत समस्याहरू जनकपुरमा छन् अब 2-3 दिनदेखि त बसिरहनु भएको छ जनकपुरको प्याथोलोजीहरू कति स्ट्यान्डर्ड छ लाग्छ यहाँलाई अब जनकपुरको प्याथोलोजीहरू अब केही प्याथोलोजीहरू स्ट्यान्डर्डका छन् है एकदम राम्रो सुपर स्पेशालिटी टेस्टहरू गर्ने प्याथोलोजीहरू पनि जनकपुरमा भेटिए अब यसमा के छ त भन्दाखेरि लगानी हो सबैभन्दा ठुलो कुरो एउटा लगानी अर्को कुरो काम गर्ने मान्छेको दक्षता अब तपाईँको राम्रो सोफिस्टिकेटेड ल्याब खोल्नलाई 3-4 करोड रुपियाँ लगानी गर्नुपर्ने हुन्छ सबैसँग त्यो क्रय शक्ति हुँदैन क्षमता पनि छैन र अर्को कुरो के छ त भन्दाखेरि अब ल्याबमा काम गर्ने मान्छेहरू तपाईँको 3-4 तहको एकाडेमिक क्वालिफिकेसन छ है ल्याब असिस्टेन्ट ल्याब टेक्निसियन टेक्नोलोजिस्ट त्यसपछि गएर पिएचडी गरेर साइन्टिस्टहरू सबै यो क्षेत्रमा छन् मान्छेहरू 101 मान्छे छन् तर के छ त भन्दाखेरि अब विशेष गरेर भर्खर पढ्यो पास गर्यो अनि मान्छे जागिरमा जान्छ अनि उसलाई एक्सपोजर नभएपछि त रिजल्ट अलिक बिग्रिन्छ नि त्यसो हुँदाखेरि कम एक्सपोजर हुँदाखेरि र अर्को कुरो के छ भन्दाखेरि हामी कहाँको एजुकेसनमै तपाईँको डिफेक्ट छ कि हामीले जुन पढ्ने बेलामा थ्योरी सँगसँगै प्र्याक्टिकल गर्नुपर्छ तपाईँको मान्छेको रगतसँग दिशा पिसाबसँग खकारसँग विशेष गरेर मान्छेको शरीरको बडी फ्लुइड चेक गर्ने हो ल्याबको मान्छेहरूले है त्यो अब अहिले हामी कहाँ जति कलेजमा पढाइ हुन्छ त्यहाँ चाहिँ थ्योरी पढाए पनि प्र्याक्टिकल चाहिँ अब गर्ने ठाउँ कमीले गर्दाखेरि हामीले सोचे जस्तो दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन त्यसै शिक्षण पद्धतिमा पनि त्रुटि छ त्यसो हुँदाखेरि अब अहिले जनकपुरमा अब एउटा हाम्रो यो प्याथोलोजीमा काम गर्ने साथीहरूको एउटा सङ्गठन छ मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल भन्ने त्यो चाहिँ उसले पनि अलिकति त्यहाँ आफ्नो फिल्डमा क्वालिटीको कन्ट्रोल ल्याउनको लागि अब अहिले यो सिएमई भन्ने एउटा छ मेडिकल साइन्समा कन्टिन्यू मेडिकल एजुकेसन नयाँ टेस्टहरू आउँदाखेरि नयाँ तपाईँको चाहिँ प्रविधि आउँदाखेरि तपाईँको चाहिँ अब त्यसलाई कन्टिन्यू तपाईँको चाहिँ मेडिकल एजुकेसन सिएमई दिएर साथीहरूलाई एक्सपोजर गराउने कि त्योतिर चाहिँ हाम्रो चाहिँ अब मिलान भन्नेले चाहिँ नेतृत्व लियो भने जति पनि यहाँका ल्याबमा भएका चाहिँ विकृतिहरू छन् विसङ्गतिहरू छन् उसले चाहिँ हटाउन सक्छ है अब चाहिँ सधैँ ट्रेडिसनल पाराले त हुँदैन नि त होइन सधैँ मैले यो गर्दै आज नै यही गर्ने भोलि पनि त्यही गर्ने गरेर हुँदैन कस्ता सोफिस्टिकेटेड टेक्नोलोजी भित्रियो त्यो टेक्नोलोजीसँग एक्सपोजर हुन त एजुकेसन चाहियो नि त एकदम चाहियो तालिम चाहियो त्यसो हुँदाखेरि हाम्रा यस्ता प्रोफेसनल एसोसिएसनहरूले यो कन्टिन्यू मेडिकल एजुकेसन चलाएर हामीले चाहिँ गुणस्तरीय रिपोर्ट चाहिँ जनतालाई सर्भिस दिनको लागि चाहिँ अगाडि बढ्नुपर्छ र योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ सोच छ जस्तो हुन्छ नि जनकपुरमा सामान्य रुगाखोकी सामान्य ज्वरो छ भने विश्वास गर्ने औषधि खाने तर होइन तपाईँलाई मलेरिया छ डेङ्गु छ भनेपछि विश्वास नलाग्ने कि यहाँको रोगीलाई अनि काठमाडौँ जाने फेरि टेस्ट गर्ने अनि उसले भनेपछि मात्रै विश्वास गर्ने र उपचारमा अगाडि बढ्ने विश्वास छैन यहाँको प्याथोलोजी रिपोर्टप्रति अब यसलाई कसरी सुधार्ने त मैले अघि नै भने नि मेन गरेर यो फिल्डमा काम गर्ने मान्छेले दुईवटा कुरामा त्रुटि गर्यो एउटा कुरा त्रुटि गर्यो भने दुईवटा चिज लस हुन्छ एउटा ल्याबको गलत रिपोर्ट हुँदाखेरि डाक्टर क्लिनिसियन फेल हुन्छ होइन त्यो डाक्टर त फेल भयो त बिरामीको पनि लस हुन्छ जीवन जान्छ त्यसमा ल्याबको मान्छे यति सेन्सिटिभ हुनुपर्छ नि मैले दिएको रिपोर्टले गर्दाखेरि दुईजना मान्छे एउटा डाक्टरको बदनामी हुन्छ होइन ट्रिटमेन्ट लाइन फरक पर्छ अर्को चाहिँ बिरामीको लस हुन्छ भन्ने कुरो चाहिँ सोचेर
असाध्यै ध्यान दिएर बिरामी जुन प्रिस्क्रिप्सन लेख्ने डाक्टर साहबहरूले चाहिँ यो टेस्ट भन्नुभएको छ त्यो टेस्टलाई कम्प्लिट रूपमा एउटा चाहिँ इन्भाइरोमेन्ट तपाईँको रिएजेन्ट राख्ने इन्भाइरोमेन्ट हुन्छ, कति डिग्री टेम्परेचरमा रिएजेन्ट राख्ने, कुन तपाईँको रिएजेन्टले चाहिँ परीक्षण गर्दाखेरि तपाईँको रिएजेन्टहरू पनि धेरै फरक पर्छ। जस्तै WHO GMP भएका कम्पनीहरूको रिएजेन्ट हाल्यो भने एउटै रिपोर्ट आउँछ, हामीले युपी बिहारबाट किनेर लिएर आएका रिएजेन्टमा गऱ्यो भने अर्कै रिपोर्ट आउँछ। त्यसो हुँदाखेरि रिपोर्टमा फरक आउने मेन कारण चाहिँ एउटा रिएजेन्टमा पनि हो। अर्को चाहिँ अब काम गर्ने मान्छेहरूमा चाहिँ तपाईँको चाहिँ अब पहिला त सबै म्यानुअल सिस्टम थियो, अब अहिले त सबै तपाईँको चाहिँ अटोमेसन आइसक्यो, अटोमेटिक चिजहरू आइसक्यो, अटोमेटिक चिजहरू गर्छौँ। त्यसमा गर्दाखेरि पनि हामीले कुन रिएजेन्ट युज गऱ्यौँ त, अटोमेसनमा गर्दाखेरि रिएजेन्टमा तपाईँले त्यसमा युज गरेको रिएजेन्टको क्वालिटीमा भर पर्छ। जस्तै अघि नै मैले भने नि WHO GMP गरेका RDT गऱ्यो भनेदेखि एउटा रिपोर्ट आउँछ, त्यसमा 100% तपाईँको चाहिँ पोजिटिभ रिपोर्ट आउँछ। अब हामीले बिहार र युपीमा किनेका चाहिँ त्यसबाट गर्ने भनेदेखि अब के हो थाहै छैन, पोजिटिभ आउँछ अर्का ठाउँ गएर नेगेटिभ आउँछ, अर्का ठाउँ गएर पोजिटिभ आउँछ। त्यसले पनि फरक पार्छ, एकदम रिएजेन्टले त एकदम फरक पार्छ। स्किल र रिएजेन्टले चाहिँ धेरै फरक पर्छ। अब हामी कार्यक्रमको अन्ततिर छौँ। यहाँ चाहिँ आइसकेपछि एउटा सञ्चार माध्यम, सूचना प्रवाह गर्ने माध्यम पनि भएको हुनाले मलेरियाको विषयमा यसको उपचार पनि निःशुल्क छ, औषधि पनि निःशुल्क छ। 2 शब्द यहाँको। विशेष गरेर म के भन्छु भन्दाखेरि हामी यो मलेरिया इल्नेसमा जाँदाखेरि यदि हामीलाई ज्वरो आयो, मलेरिया शङ्का लाग्यो भनेदेखि हामी सरकारी स्वास्थ्य संस्थामा जाने, त्यहाँ निःशुल्क औषधि पनि निःशुल्क छ, उपचार पनि निःशुल्क छ। हामी चाहिँ किन प्राइभेटमा जाने त? त्यसो हुँदाखेरि म सबै जुन जनकपुरवासी नागरिकहरूलाई सरकारी सेवै लिनुहोस् भनेर मैले चाहिँ विशेष अनुरोध गर्न चाहन्छु। किनभनेदेखि बाहिर र भित्र भन्ने प्राइभेटमा तपाईँको राज्यले लगानी गरेको छ नि त जनतालाई स्वास्थ्य सेवा दिने भनेर, राज्यले लगानी गरेका ठाउँ जाने हो नि त, व्यक्तिले लगानी गरेका ठाउँ किन जाने? त्यसो हुँदाखेरि सरकारी सेवा नै गर्नुपर्छ भनेर म चाहिँ आह्वान गर्न चाहन्छु। जसले राज्यको पनि एउटा जुन उद्देश्य हुन्छ परिपूर्ति हुन्छ, हैन? हो। यहाँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद। धेरै मेरो पनि यहाँलाई चाहिँ विशेष मलाई चाहिँ समय उपलब्ध गराइदिनु भयो, यसको लागि चाहिँ यो अपन टिभीलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। दर्शकवृन्द, कार्यक्रम प्राइम टाइम लाइव में आज हमारा सबक अतिथि छलकिन धन प्रसाद पौडेल जी, एपिडेमियोलॉजी तथा रोग नियंत्रण महाशाखा के मेडिकल टेक्नोलॉजिस्ट। हिनका संगे जनकपुर के पैथोलॉजी के सेवा, एखन हिनका सबके जनकपुर के जो आगमन है एत के पैथोलॉजी में काज के निहार टेक्नीशियन सबके मलेरिया के केना क एक्जैक्टली फाइंड आउट कैल जाए यावत विषय में ये सब दक्षता अभिवृद्धि कर के लिए तालीम दे रहा। हिनका संगे संबंधित विषय में बातचीत भेल। कार्यक्रम में अहिना दोसर श्रृंखला में विशेष व्यक्तित्व संग विशेष सरोकार पर बातचीत करने के लिए उपस्थित है। एखन के लिए कार्यक्रम से आज्ञा चाहब। नमस्कार।